हेलो गाइज गुड मर्निङ। म चाहिँ आज यहाँ माइतीमा आएको छ अनि हामी चाहिँ हिजो बाइकमा आएको चाहिँ बाइक है। यहाँ चाहिँ हाम्रो आमाको किचन अनि त्यसपछि यहाँ चाहिँ अजारहरू फुलिरहेछ। यहाँ मैले चाहिँ अघि भाँडा धोएँ अहिले चाहिँ भाँडा धोएर यहाँ राखेको छु, राखेको छैन है। अनि फर्स्ट आज चाहिँ मैले बोडी टिपेर रेडी बनाएको छु। कति मासु खानु है, कति मासु खानु आए। मासु खाँदा त वाक्क भइसक्यो। यहाँ चाहिँ बोडी फलेर चाहिँ अनि मैले चाहिँ ल आज हामी बोडी खान्छौँ बोडी भनेर चाहिँ बोडी टिपेको छु। आज चाहिँ म यो बोडी बनाएर टक्क लाएर खुर्सानी राखेर टक्क लाएर खाने हो है। दसैँमा कति आन्द्रा लुस्नु है। आन्द्रा लुच्दा लुच्दा अब चाहिँ बुढी खान्छु। अनि हेर्नु न मेरो आँखा जस्तो रातो रातो भइरहेको छ है। आँखा पाकेको के हो, दुख्दा पनि दुख्दैन, जस्ट इचिङ हुन्छ, चिलाउँछ। अनि चिलाउँदाखेरि जति मिच्यो उति नै चिलाउँछ। त्यही भएर चिलाए पनि चुप्प लाएर बस्नुपर्छ। आई ड्रप त लिएर आएको, तर आई ड्रप त खासै काम गरे जस्तो लाग्दैन। फेरि एकचोटि घर फर्केपछि हस्पिटल जानु छ है। मैले जस्ट मेडिकलबाट मात्रै लिएर आएको थिएँ, फार्मेसीबाट। काम नगर्ला जस्तो छ, हस्पिटलै जानुपर्छ जस्तो छ है। यता पनि भइरहेछ। यताभन्दा फर्स्ट चाहिँ यताबाट सुरु भएको। यता चाहिँ के भएको होला गाइज भनिदिनु ल। मेरो आँखा चाहिँ साह्रै नै गाह्रो भयो क्या, चिलाउँछ, यस्तो चिलाउँछ। अलि तिहारलाई चाहिँ अलि असरै गर्ला जस्तो भइसक्यो। बिहान उठ्दा चाहिँ आँखा चाहिँ पुरै चिपिक्कै हुन्छ कि, त्यो चिप्राले आँखै देखिँदैन, यसरी खोल्नुपर्छ है। ल है, अरू चाहिँ म पछि देखाउँदै गर्छु है। हाम्रो माइतीमा पनि यसो सर लाएर भिजिट गर्नु तपाईँहरू।